मान्छेले घरलाई घर बनाउँछ, तर त्यो परित्याग गरिएको घरले भने आफ्नो छुट्टै कथा सुनाउँछ। जहाँ कोही पनि बस्दैन, तर कोही त यहाँ छ जस्तो लाग्छ। सकारात्मक ऊर्जा भन्दा पनि नकारात्मक ऊर्जाको प्रभाव बढी देखिन्छ, सुनिन्छ। झन् त्यही घरमा रात बिताउनु पर्दा कस्तो हुन्छ होला। आजको घटना पनि यसैमा आधारित आँगै सिरुङ्ग हुने खालको छ। आउनुहोस् सुरु गरौँ हन्टेड नेपालको चौथो श्रृङ्खला। मेरो नाम हितेन्द्र। आज म आफूसँग घटेको डरलाग्दो घटना सुनाउँछु। प्राय मान्छेहरूसँग यस्तो घटना घटि नै रहन्छ। 2 वर्ष अगाडि मात्र घटेको आलो काँचो घटना हो यो। दसैँको बेला थियो। त्यही त हो नि, चाडबाडको बेला आफ्नो आफन्त कति बेला आउँछन् भन्ने थाहा नै हुँदैन। त्यस्तै त्यो दिन पनि घरमा पाहुनाहरू टन्नै थिए। राति नाचगान गर्ने अनि सुत्ने भनेर सबैजना हाम्रो घरमा नै बस्नुभयो। मलाई चाहिँ सानैदेखि एक्लै सुत्नुपर्छ, खुल्ला ठाउँ नभए सुत्नै सक्दिनँ म। त्यसैले आज यिनीहरूले सुत्न नदिने भए गाना बजाएर माथि घर गएर आनन्दले सुत्छु भनी म र एउटा मसँग मिल्ने साथी यानि कि फुपूको छोरा माथि गएर सुत्ने प्लान बनायौँ। माथिको घर चाहिँ वर्षौँदेखि कोही पनि बस्दैन थियो। ठुलो हजुरबुबा र आमा बितेपछि उनीहरूको छोराछोरी सबैले त्यो घर छोडी बसाइसरी जानुभएको थियो। तर सामानहरू केही लानु भएको थिएन। मान्छे बसेकै जस्तो देखिन्थ्यो त्यो घर। चाबी हामीसँग हुनुको कारण चाहिँ कहिलेकाहीँ सरसफाइ गरिदिन्थ्यौँ। रेखदेख गरिदिनु है भनी हामीलाई चाबी सुम्पिएर गएका थिए। म अनि फुपूको छोरा हामी चाहिँ सुत्न जान्छौँ, तपाईँहरू रमाइलो गरेर आउनु है भनेर हामी आमा बाबासँग सोधेर सुत्न हिँड्यौँ। सबैजना रमझम्मै रमाइरहेकोले होला कहाँ कता केही सोधेनन्। हुन पनि सोध्ने कुरा पनि होइन नि, आफ्नो घरमा नसुतेर कहाँ चाहिँ जान्छन् त। हामी माथिको घर पुग्दा लगभग 11 बजेको रहेछ। त्यहाँ चाहिँ बत्ती थिएन। मान्छे नबस्ने भएपछि लाइन काटेको थियो। मोबाइलको टर्च लाइट बालेर हामी बेडतिर लाग्यौँ। 2वटा खाट र ओढ्ने ओछ्याउने समेत भएकोले म यहाँ सुत्छु तिमी त्यहाँ सुत है भनी मैले निरजलाई भने। हस् भनी ऊ पनि बेडमा पल्टियो। दुवैजना फोनमा गेम खेल्दै बसिरहेका थियौँ। मोबाइलमा चार्ज राख है, यहाँ बत्ती छैन, केही गरी भोलि लाइन गयो भने बर्बाद हुन्छ भनी मैले निरजलाई भने। त है सुतुम बिहान छिट्टै उठ्नुपर्छ भनी हामी ढोकाभित्रबाट ताल्चा लगाई सुत्यौँ। तल भुइँतलामा चाहिँ किचन र माथिको तल्लामा सुत्ने कोठा भएकोले हामी माथि सुतेका थियौँ। बेसरी कुकुर भुकेको आवाजले गर्दा म निन्द्राबाट भ्युजिएँ। घडी हेर्दा 2 बजेको रहेछ। म फेरि निदाउने प्रयास गर्दै नै थिएँ, तर निन्द्रा लागिरहेको थिएन। त्यही पनि आँखा चिम्म गरी सुत्ने प्रयास गरि नै रहेँ। घरभन्दा बाहिरपट्टि कोही मान्छे आएको जस्तो आवाज आउन थाल्यो। एक्कासी कोही मान्छे खोकेको र बाहिर हिँडेको जस्तो मैले सुने, तर मैले त्यसलाई खासै वास्ता गरिनँ। एकछिनपछि ढोका उगारेर त्यो मान्छे त भित्र आएको जस्तो मलाई लाग्यो। कता कता म झसङ्ग पनि भएँ। ढोका त हामीले भित्रबाट चाबी लगाएर आएका थियौँ, कसरी खुल्यो भनी मनै मनमा कुरा खेल्न लाग्यो मेरो। मसँग बाहेक अर्को चाबी पनि कोहीसँग छैन। को आयो त भने एक किसिमको छुट्टै डर लाग्न लाग्यो मलाई डर लागेकोले गर्दा चुपचाप सुति नै रहेँ, सुनि नै रहेँ। 2जना मान्छे गफ गर्दै झाडु लगाउन लागे, तर केटा हो कि केटी हो मैले छुट्याउनै सकिनँ। कस्तो कस्तो धोद्रो स्वरमा केही बुझ्दै नबुझ्ने खालको कुराकानी गरिरहेको थियो। को आएको होला, घरमा सुत्न ठाउँ नपुगेर यहाँ पो आएछन् कि क्या हो। तर चाबी त मसँग मात्र थियो, यिनीहरू कसरी भित्र आए? मैले ढोका लाउन भुलेछु कि क्या हो? मनमा यस्तै कुराहरू खेलि नै रहेको थियो। हाम्रै घरबाट त आएका होलान् नि, को आएको रहेछ तल गएर हेरौँ कि भन्ने मेरो सोच आयो र निरोजलाई सुटुक्क उठाएर को आयो तल हेर्न जाम भनी उठाएँ। उसलाई केही थाहा नभएकोले को रहेछ भनी सरासर मोबाइलको लाइट बाली तल झर्न लाग्यो। म पनि उसको पछि पछि गएँ, तर त्यहाँ त कोही पनि थिएन। बाहिर हुँदै मान्छे आएको, चाबी ल्याउन त ढोका खोलौँ भनी निरोजले मलाई भन्यो।
म त सपनामा छु कि विपनामा केही सोच्नै सकिन। मैले पनि भाइलाई अघि यस्तो यस्तो भएको थियो भनी भाइलाई सुनाए। यादै तपाईँले मलाई तर्साउन खोज्नु भएको होला भनी मेरो कुरा पत्याएन र हामी माथि गएर नसुती फेरि आउला कि भनी कुरेर बस्यौँ, तर कोही पनि आएन। मेरो भ्रम मात्र होला भनी हामी सुत्यौँ। केही समयपछि त्यो आवाज फेरि आउन थाल्यो। ती दुईजना मान्छे त सिधै माथि आएर च्याप्पै मेरो घाँटी समातेर तँलाई मर्न मन लागेर यहाँ आएको हो भनी मलाई सोधे। म त डरले चिच्याउँदै निरोज निरोज भन्दै थिएँ, तर आवाज नै निस्किएन। अब त बाँच्दिन झैँ लागेर सास रोकिसकेको थियो मेरो। मलाई त जुरुक्क बोकी झ्यालबाट तल फालिदिए। त्यो बेला म बेसरी चिच्याएछु र निरोजले पो के भयो भनी मलाई झकझकाइरहेको रहेछ। म त डरले पसिना पसिना भएको रहेछु। कस्तो नराम्रो सपना देखेँ, केही भएको छैन भनी मैले निरोजलाई भने र म डराएको देखेर निरोज पनि नसुति नै बसिरह्यो। त्यति बेला नै फेरि कोही आएको जस्तो आवाज आयो। अब भने आवाज हामी दुवैले प्रष्ट सुनिरहेका थियौँ। सुनेर एक अर्काको मुखमा हेरि नै रह्यौँ। पहिलेको जस्तै झाडु लगाएको जस्तो, आगो बालेको जस्तो, मानव भान्सामा कसैले धन्दा गर्दैछ जस्तो आवाज आइरहेको थियो। अब त दुवैजना डराएको र के भइरहेको छ भन्ने थाहा नभएकोले तल हेर्न जान हिम्मत नै आएन। बेला बेला काँचो मासु र कुहिएको सिनो जस्तो वाक्कै आउने गन्ध पनि आइरहेको थियो। हामी त के गर्ने कसो गर्ने अलमलमा परिरहेका थियौँ। किन आइस यहाँ, हामी दुई हुँदा हुँदै तेरो रजाइ चल्छ भनी डरलाग्दो आवाज पो आयो। यति सुनेपछि हाम्रो त सातो पुत्ल नै गयो। त्यहाँबाट कसरी भाग्ने के गर्ने आत्तिँदै मैले झ्याल खोलेँ, तर त्यहाँबाट उफ्रिन तल जान निकै अग्लो, हिम्मत नै आएन। तलबाट ती दुई मान्छेहरू माथि आउन लागेको जस्तो भर्याङको कटकट आवाज आयो र हामी आत्तिँदै हत्तपत्त खाटको तन्नालाई झ्यालमा बाँधेर हामी तल झऱ्यौँ। म चाहिँ अलि धेरै नै डराएकोले गर्दा आधा झरेपछि त्यहीँबाट हात छोडेर तल बेसरी बजारिएँ, तर भाइलाई भने मैले समातेँ र हामी बारी नै बारी दौडाउँदै घरतिर लाग्यौँ। हामी भागिरहँदा पनि हाम्रो पछाडि कोही आएको जस्तो जिउ सिरिङ सिरिङ भइरहेको थियो। कानैमा कसैले किन आइस भनेर 2-3 चोटि भनिरहेको थियो। त्यो समयमा त यति डर लागेको थियो कि म अहिले शब्दमा बयान गर्नै सक्दिनँ। जिउ नै सिरिङ्ग हुने गर्छ त्यो आवाज अहिले पनि सम्झँदा। घर आउँदा सबै सुतिरहेका र पाहुना धेरै भएकोले हल्ला नगरौँ, उल्टै हामीलाई गाली गर्लान् भनी कसैलाई नभन्ने भनी हामी गाईगोठतिर लाग्यौँ। उज्यालो हुन अब धेरै छैन भन्दै हनुमान चालिसा बजाउँदै गोठमा डराउँदै आगो बालेर बस्यौँ। मेरो बाबा चाहिँ भाले बासेपछि उठिहाल्नुहुन्छ र बाबाले होइन तिमीहरू यहाँ किन आगो तापेर बसेको नसुतेर भन्नुभयो। निन्द्रा नलागेर भन्दै हामीले बाबासँग जिस्केको जसरी अब चाहिँ सुत्न जाने हो भन्दै बाबाको कोठातिर फेरि सुत्यौँ। बिहान छिट्टै उठ्ने छोरो आज किन उठ्दैन भनी मम्मीले बोलाउनु भयो। निरोज त उठेर गइसकेको रहेछ। मेरो त जिउ कस्तो भारी, सबै जिउ दुखेको बिरामी जस्तो पो भएछु। केही खान पनि मन नलागेर टोलाएर बस्ने, कसैको वास्ता नगर्ने, खाली त्यही माथिको घर हेरिरहने गर्दो रहेछु। राति हुँदै गएपछि मलाई झन्झन बढी हुँदै जान थाल्यो र मैले बाबा मम्मीलाई बोलाएर हिजो यस्तो यस्तो भएको थियो, अहिले मलाई गाह्रो भइरहेको छ भनी मैले सुनाएँ। सुनाउँदै गर्दा आमाले मेरो घाँटीमा नीलडाम देख्नु भएछ। खै त्यो के भएको भनी टी सर्ट खोल त भनी भन्नुभयो। टी सर्ट खोली हेर्दा त मेरो घाँटीमा 2 हातले बेसरी थिचेको प्रष्टै देखिने नीलडाम पो रहेछ। अरू जिउतिर पनि कोपरेको डाम रहेछ। हेर बिजो, कोसँग झगडा गरेर कुस्ती खेलिस भन्दै बाबाले भन्नुभयो। मैले कसैसँग पनि झगडा नगरेको र राति मलाई सपनामा घाँटी बेसरी थिचेको झ्यालबाट मलाई फालिदिएको थियो भनी मैले सुनाएँ। जान्ने हुनुपर्ने यहीँ यत्रो ठाउँ हुँदाहुँदै किन जान परेको त मैले दाजुभाइ पल्लो घरमा सुते होलान् भनी हेर्न पनि गइन। उसलाई त माथिको घरमा पो लगेका रहेछन् भनी आमाले कराउनु भयो। ल हल्ला नगर, जे भयो भयो, आइन्दा नसुधी काहीँ पनि नगइस् भनी मलाई र निरोजलाई माताको घर लिएर जानुभयो। भाइलाई चाहिँ केही पनि भएको थिएन, तापनि हामी दुवैजना गएकोले दुवैजनाले लिएर माताको घर जानुभयो। हामी माताको घर पुग्दा सबै सुतिरहेका रहेछन्
र बाबाले मातालाई बाहिरबाटै बोलाउनु भयो। माता र हाम्रो घरको सम्बन्ध राम्रो नै थियो र त सुतेको मान्छे पनि उठेर आउनुभयो। राति राति छ त के भयो अङ्कल भनी माताले भन्नुभयो। छोरालाई सन्चो भएन, यस्तो यस्तो गरेछ हिजो राति भनी सबै कुरा मातालाई बाबाले सुनाउनु भयो। लौ त्यसो भए भित्रै आउनुहोस् भनी माताले भन्नुभयो। के भएको रहेछ बाबुलाई भनी एकमुठी अक्षता हातमा लिई मेरो शरीरतिर डुलाएर त्यो अक्षतालाई थालमा लिएर हेर्न लाग्नुभयो। डराउनु पर्दैन अङ्कल, खासै केही भएको छैन, नराम्रो शक्तिले छोपेको रहेछ। पहिला म बाबुलाई झारफुक गर्छु अनि अरू कुरा गरौँला नि भनी माताले आफ्नो कामतिर लाग्नुभयो। माताले फुक्दै गएपछि मलाई पनि ज्यान हलुका भएको जस्तो निन्द्रा लागेर हाई हाई आयो। अघिसम्म साह्रै गाह्रो भइरहेको मलाई अहिले बिस्तारै हलुका हुँदै गएको जस्तो मलाई महसुस भइरहेको थियो। के लागेको रहेछ नानी भनी बाबाले सोध्नुभयो। माताको कुराले त बाबालाई विश्वास गर्नै गाह्रो भयो। मलाई पनि यस्तो होला र होइन होला, यस्तो पनि हुन्छ र भन्ने भयो। त्यो घरमा त कसैले जागित्रा जगाइदिएको छ रे। त्यही जागित्रा घरमा पसेपछि ठुलो हजुरबुबा र हजुरआमा बितेको रे, कालले बितेको होइनन्, त्यही जागित्राले खाएको हो भनी माताले भन्नुभयो। त्यही भएर त उनका छोराछोरीले त्यहाँ बसाइसरी गएका सामान लिएर जाँदा जागित्रा सँगै आउने भएकोले उनीहरूले सबै सामान सहित नै घर छोडेका हुन्। अबदेखि त्यो घरमा नजानु, झोकिएर पनि त्यहाँबाट केही सामान घर लिएर नआउनु, नत्र नसोचेको हुनेछ। यो जागित्रालाई घरबाट निकाल्न जस्तो तस्तो जान्ने वा माताले सक्दैनन्, निकै शक्तिशाली हुन्छ यो। माताको यो कुरा सुनेपछि हामीलाई पनि हो जस्तो लाग्यो। नत्र बसाइसरी गए पनि आफूलाई चाहिने सामान त लिएर जान्छन्। ल सामान त लिएर गएनन्, आफूले लगाउने लुगाहरू लिएर जानुपर्ने हो। तर उनीहरूले आफ्ना जुत्ता चप्पल समेत त्यहीँ छाडी जानुको कारण त्यही रहेछ। सामान लग्दा त्यही सामानमै लुकेर सँगै जाने हुँदा सबै सामान त्यहीँ छोडी गएका रहेछन्। त्यसपछि हामी त्यस घरको छेउछाउ पनि गएका छैनौँ। अब त निकै जीर्ण भइसक्यो त्यो घर। त्यही जागित्रा मसान घर पसेकोले गर्दा बुबा आमाले अकालमै ज्यान गुमाउनु परेको रहेछ। बिचारा ज्यान गुमाएको त के भन्ने, त्यही जागित्रा मसानले खाएको रहेछ। आफू जन्मेको घर गाउँ नै छोडेर जानुपर्ने बाध्य बनाएछ। आज पनि त्यो घटना सम्झिँदा वा त्यो घरको छेउको बाटो हिँड्दा मनमा डर भने असाध्यै लाग्ने गर्छ।